दामी झर्ना गरेछ आमा। हेलो नमस्ते। नमस्ते। कता आउनुभएको आज? हामी पोखरा क्यानोइङ हाम्रै सिधै हिँड्न नसकेर लक्की चक्कर हामी लाग्यौँ ल सीता मिस कस्तो लागिरहेछ? नमस्ते टु अल अफ यु। हामी चाहिँ अहिले कहाँ छौँ? पोखरा क्यानोइङ। यता हुनुहुन्छ मेरो साथीहरू। माई गॉड आफ्टर लङ टाइम हामी तिनजनाको फेरि भेट भइरहेको छ। बेला बेला हुनुपर्छ है सीता मिस, हो कि होइन? यस, बेला बेला हुनुपर्छ। ल दिस इज द झरना। कैसा लगा? अच्छा लगा? बहुत बढ़िया। बहुत बढ़िया। आजको बेस्ट स्विमर। गुड। गर्नुपर्छ बेला बेलामा, बेला बेलामा सधैँ गर्नुपर्छ। रिफ्रेसनेस फर रिफ्रेसनेस। सर्भिसिङ। वी आर सर्भिसिङ आवर बडी। आवर बडी हेल्थ। धेरै पढा लेखाएको भयो भने इङ्ग्लिस यसरी आउँछ साथीहरू। टक्क लगाएर झर्ना पनि हेरियो अनि स्विमिङ पनि गरियो अलिअलि होइन। तर मैले चाहिँ गरेन, मिसहरूले गर्नुभयो। यस्तो हामी चाहिँ अब पारी जाँदैछौँ। यहाँ यस्तो राम्रो बनाइदिनु भएको रहेछ। पहिला त यो मात्रै थियो, कस्तो डर लाग्ने थियो होइन। ल पोखरा क्यानोइङलाई पनि बाई बाई गरियो। मेरो माया, आइ एम मिसिङ यु। पोखरा क्यानोइङको नयाँ घर बनाउने क्रममा छ होइन। टक्क लाएर यस्तो बाटोमा हिँड्ने होइन, यो मलाई डर लाउँछ। फेरि यहाँ फेरि नयाँ पोखरी बनाउनु लाग्नुभएको छ। टक्क लाएर इन्टरभ्यू लिनु पऱ्यो नि त। कस्तो लाग्यो? के खेलेर आउनुभएको रे? बडी सर्भिस। रमाइलो भयो। ल दामी। ल वाह गजब छ। दामी छ। स्विमिङ गर्यो, डबल कफी खायो। जिन्दगी त यो हो कि? यो के थाहा तपाईँहरूलाई? ल पोखरा क्यानोइङमा चाहिँ टक्क लाएर आज एकदमै भिडभाड छ होइन। सबै पोखरेलीहरू हुनुहुन्छ। अहिले चाहिँ एकदमै नयाँ घरहरू पनि थप्ने क्रममा हुनुहुँदो रहेछ। खुसी लाग्यो। हाम्रो टेक्नोलोजी यस्तो छ साथीहरू। अब मोटो भएपछि छाताले पनि नपुग्ने हेर्नु, यत्रो ठुलो छाताले है लक्ष्मी मिस। त्यही भएर हामी यहाँ यस्तो टेक्नोलोजी। ल अहिले चाहिँ हामी नमुना घले रेनबो ट्राउटमा आएका छौँ, ल्वाङ घलेल गाउँतिर। यता हुनुहुन्छ मेरो दोस्त। कस्तो लाग्यो साथी? एकदम रमाइलो लाग्यो। गुड। अर्को दिदी त्यहाँ हुनुहुन्छ फेरि। दिदी ल अहिले चाहिँ हामी पोखरा क्यानोइङ भन्दा अलिकति तल नमुना ट्राउट फार्मतिर छौँ होइन। खानाको लागि आएको। टक्क लाएर पानी परिरहेको अवस्था छ साथीहरू होइन। त्यही भएर पानी परेको मौसममा चाहिँ मिठो मिठो तातो तातो ट्राउट माछाको फिससँग हामी चाहिँ खाना खाँदै रमाइलो गर्दै वा 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 वा।
नजिकैको झरनामा जाने हो। दाइ अङ्कलले कहाँ देख्यो? यहाँ देख्छु दाइ समात्दै मलाई। हामी पनि यस्तो बाटोमा हिँड्न परेपछि यही चाल होला भन्या भाइ यही चाल होला भन्या म त आउने थिइन यही चाल होला म त आउने थिइन यही चाल होला। फाइनली अहिले चाहिँ हामी एकदमै यो होइन डुम्रे होइन पोखरा क्यानिङ जाने बाटोको यो भाइरल झरनामा चाहिँ आइसकेका छौँ। खोइ 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 अनि यहाँ चाहिँ टन्न साथीहरू हुनुहुन्छ फोटो खिच्नलाई होइन एक राउन्ड खिचिदिउँ न त फोटो टन्न ल अहिले चाहिँ हामी झरना गाइस ओ माई गॉड यस बाटो चाहिँ फेरि खतरा रहेछ क्या यहाँ। ल ल ल आज लखपत्रै थाकेकै हो। भाइरल झरनामा आएर थाक्यो बिचाको चाहिँ फ्याट्ट आएर कुहिएर झर्नै लागेछ अनि मान्छे पनि छिर्छ त्यहाँबाट डेन्जर छ भने